नमस्कार मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। मेरो च्यानलको नाम हो मुन स्टक। अब म तपाईहरुलाई आज खोलाको भ्रमण गर्न चाहन्छु। आज यस ठाउँमा लोकल माछा कसरी मारिन्छ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। हेर्नु होला, म यहाँ हेर्दै हुनुहुन्छ होला तपाईहरुले कति चारवटा केटाहरु बसेर एउटा कोदालो लिएर नदीमा हिँड्दै हुनुहुन्छ। 2 मिनेट त 5 अडे छ 5 अडे भन्छ हामीले अलि भन्छ अरूले बाम माछा भन्छ। मारे चाहिँ 4-5वटा होला भक्कै 10 मिनट आयो मार्न आएको त्यो 10वटा होला 5वटा 6वटा खै हेरौँ न त कहाँ ठुला माछा छ हेर्नु न। अलि सानो सानो ठुलो यसलाई बिजुले मार्दै हुन्छ। यहाँ भेटाइसकेको जस्तो सङ्केत आइसकेको छ। अब हेरौँ भेटिन्छ कि भेटिँदैन। पानी फाल्नु पर्छ। यहाँ बक्सर छ डबल एक्सल यो अन्डरवेयर बक्सर डबल एक्सल यहाँ एक्सलको कमी छैन। एक्सक्युज मी सर, यहाँ सुन्नुहोस् न, तपाईँ यहाँ अन्डरवेयर चाहिँ किन लाउनु भएको छ? अरूले त बक्सर लाग्छ। तपाईँलाई क्युट कलर दिएछ। दाइजोमा आएको गिफ्ट म एउटा केही कुरा सुन्न सक्छु। के कुरा छ भन्नुहुन्छ भनिहाल्छ नि त। यो के गर्दै हुन्छ आज? हामीहरूले खोलामा चाहिँ बाम माछा मार्न आउँछ, अरूले बाम माछा पनि भन्छ, अनै पनि भन्छ हामी थारू भाषामा। हजुर, यो चाहिँ खन्नलाई धेरै गाह्रो हुन्छ। तपाईहरु यो खोलामा माछा मार्छ, अरूले जालले मार्छ। तपाईहरु के यो कोदालोले के माछा मार्नुहुन्छ? यो कोदालोले चाहिँ हामीले अनै माछा मार्छौँ। त्यो चाहिँ कसैले पनि खन्न सक्दैन। खने भए त्यो अलि चाहिँ खन्नु पर्छ, धेरै कोदालो चलाउनु पर्छ। सिकाउने मान्छे ऊ त्यहाँ छ, उसले मलाई सिकाएको छ खन्नलाई। ए भनेपछि उहाँ तपाईको गुरु? गुरु पनि हो, अङ्कल पनि हो। अरू के भनौँ? ट्यालेन्ट भनेको थारू समुदायमा यो ट्यालेन्ट भनेको अरू कसैमा पाइँदैन। मुसरमा पनि पाइन्छ, मुसरमा पनि पाइन्छ। यसरी मेहनत गर्नुपर्छ एउटा माछा खानको लागि। यो भन्नु अब यहाँ थाहा के हो? नेपाली आउँदैन। थाल भनेको हाम्रो भाषामा हिलो। तपाईँहरू नसम्झिनु होला कि हाम्रो खाने थाल। केही बेरमा तपाईँहरूले देख्न सक्नुहुनेछ कत्रो माछा भेटाउँदै। आशा राखौँ ठुलो छ। यो माछा कसरी पाइन्छ, कसरी थाहा हुन्छ, कुन ठाउँमा हुन्छ भनेर उहाँ गुरुजीले एउटा नौलो कुरा भन्नुभएको छ। उहाँको यो माछाको दिशाले गर्दा थाहा पाउने रहेछ कहाँ हुँदो रहेछ भनेर। उहाँ पनि अब सिक्ने भनेर उहाँलाई ट्रेनिङ दिँदै हुनुहुन्छ गुरुजीले। यसरी खन्नु होला भनेर उहाँ पनि अब लागिपऱ्यो भनेको छ। उहाँले गौँटो समात्नु भयो। गौँटो देख्नुभएको होला। गौँटो यसलाई भनिन्छ पोखरा। मात्र बस्ने ठाउँ उहाँले पत्ता लगाइसक्नु भएको छ। उहाँहरूलाई अनुभव हुँदो रहेछ, कसरी हामीलाई थाहा पनि भइरहेको छैन।
यसरी पाउँदो रहेछ हेर्नु त्यो छ हेर जिउ छ हेर्नु हेर्दा भन्छ खै भन्छ हेर्नु कसरी हेर्नु हेर्नु कसरी कुद्दैछ ल भाइ अझै अर्को पनि भेटाइसक्यो धेरै छ अलिक बिस्तारै खान्छ यो हेर्नु कता समाप्त रहेछ हेर्नुभयो ट्यालेन्ट त्यो पनि ठुल्ठुलो हेर्नु प्लास्टिक चिप्लो हुन्छ समात्न अलिक गाह्रै हुन्छ